ओके साथीहरु नमस्ते। स्टक पोस्ट नेपालमा यहाँहरुलाई स्वागत छ। अब मार्केटमा चाहिँ हाम्रो चाहिँ आइपिओ आयो। अब हाम्रो स्माइल आउन थालेको छ। सो स्माइलका साथसाथै धेरै साथीहरुलाई कन्फ्युजन भएको छ। अब चाहिँ कुन चाहिँ आइपिओ भन्नु त आउन त आयो आइपिओ टन्नै चाहिँ। अब म चाहिँ भन्ने कुन चाहिँ भनेर चाहिँ तपाईहरु कन्फ्युजन भएको छ भन्ने सोधिरहनु भएको छ। अनि मैले चाहिँ आफ्नैमा पनि फ्यामिलीलाई पनि सम्झाउँदाखेरि हरेकलाई WhatsApp मेसेज गर्नु परिरहेछ। मेसेज फेसबुकमा मेसेज गर्नु परिरहेछ। त्यसले गर्दाखेरि केही पनि बुझिएको छैन। सो म आज एउटा सानो भिडियो बनाइरहेको छु। तपाईहरु यो चीजलाई ध्यान दिएर सुन्नुहोस्। अब चाहिँ सुरुमै चाहिँ हाम्रो सियासमा जाएर यसरी मेरो सेयर खोलेर माइआस्मामा जानुस्। माइआस्मा गएपछि सुरुमै 7.5% भनेर चाहिँ आइपिओ छ। त्यसमा चाहिँ तपाईले चाहिँ यो भनेको चाहिँ तपाईको 2091 सम्म तपाईले मिनिमम 25 किस्ता भर्नुभयो। त्यो 25 किस्तामा तपाईले 2091 नपुगुन्जेलसम्म तपाईको त्यहाँनेर राख्ने हो। त्यसमा बैंकले तपाईलाई 7.5% हाई इन्ट्रेस्ट देन अदर कोही पनि फिक्स्ड डिपोजिटहरु छन् त्यही भन्दा धेरै दिने हो। सो यो चाहिँ अहिले मेरो ख्यालमा मेरो हिसाबमा म भर्दिन, किनकि म चाहिँ अहिले चाहिँ एग्रेसिभली इन्भेस्ट गर्न चाहन्छु। एग्रेसिभली म 18-19% कमाउन चाहन्छु। म तपाईँ त्यो 7% मा म चाहिँ हेर्दिन। सो यहाँनेर चाहिँ यो चाहिँ 7.5% को चाहिँ कसले त भनेपछि अब तपाईसँग कोसँग छ त 20-25 लाख रुपैयाँ। अब राम्रो कसको चाहिँ छ त तपाईलाई चाहियो त 7.5% एकदम फिक्स। ल मेरो 20 लाख हाले 7.5% मलाई 2060 सालसम्म 66 इयर त्यहाँसम्म चाहिँ ठीक छ। आई विल पुट तपाई पुट राख्नुस् हो त्यस्तोको लागि हो है। अदरवाइज तपाईले त्यो आइपिओ भरेर तपाईको चाहिँ पैसा त्यहाँनेर झुन्डिरहने हो, केही पनि आउँदैन तपाईलाई। सो दोस्रो छ क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको जनरल पप जो हामी 10 किस्ता भरिसक्यौं। कतिपय साथीहरुले अब भर्नु होला। ठीक छ 100 रुपैयाँको पर किस्ता यसको चाहिँ छ। सो तपाईहरु भर्नुस् यो चाहिँ। अनि एमबिएल को चाहिँ क्लोज म्युचुअल फन्ड भनेको छ त्यो पनि स्याम हो। तपाईसँग राम्रो बजेट छ भनेपछि तपाई हाल्नुस्। ठीक छ। म यो मार्केटमा आइसकेपछि म 10 रुपैयाँ भन्दा अझै तल किन्छु। म त 7 रुपैयाँमा किन्छु भनेपछि तपाई त्यहाँ किन किन्ने नकिन्नुस्, त्यहाँ तल आएर किन्नुस् मार्केटमा। सो यो चाहिँ सानो भिडियो। अब डिटेल्समा हेर्न चाहनुहुन्छ भने तपाईलाई म सरल स्क्रिनशटमा लगिदिन्छु। तपाई त्यो डिटेल्समा चाहिँ गएर हेर्नुस्। अब चाहिँ मैले चाहिँ च्याट जीपीटी मा लान्छु तपाईलाई। अब तपाईलाई सबै कुरा यहाँ देखाउँछु। अब मैले चाहिँ यो अध्ययन गरेको पेजमा जान्छु। सरल तपाईको अब हेर्नुस्। दिस डिबेन्चर आइपिओ जो छ rather than ट्रेडिशनल भनेको छ। दिस इज अ डिबेन्चर rather than ट्रेडिशनल आइपिओ। जो हामी 10 किस्ता भर्छौं, जो 1000 रुपैयाँ लगाएर चाहिँ 10,000 5,000 कमाउँछौं, त्यस्तो चाहिँ यो होइन। यसमा तपाई ओनरशिप पाउने होइन। यसमा तपाईले आफ्नो बैंकको 5 लाखको चाहिँ तपाईले शेयर किन्नुभयो भने त्यो 5 लाखमा 7.5% फिक्स्ड डिपोजिटमा तपाईले पाउने जस्तै पाउने नै हो। यसमा अरु केही छैन। प्लस तपाईले 2091 सम्म त्यो बजेट त्यहाँनेर फिक्स राख्नु पर्यो। अब तपाईहरु रिटायर पर्सन यताउति कोही छ, पैसा छ तपाईलाई अलिकता त्यतिकै बैंकमा पढेको छ भने तपाई राख्नुस्, कोही छैन। की फिचर्सहरु तपाई हेर्नुस्, कम्प्यारिजन हेर्नुस्। भिडियो पाउज गरेर हेर्नुस्। म सबै कुरा अब भन्न सक्दैन। 25,000 रुपैयाँ तपाई लाउनु भयो भने 2091 सम्म तपाईले 1,87,500 इन्ट्रेस्ट पाउनुहुन्छ। सो 2091 सम्म। सो म त्यसमा चाहिँ इन्ट्रेस्टेड छैन। तपाईहरु हुनुहुन्छ भने लाउनुस्। यसको प्रोजहरु छन्, कोन्सहरु छन्। तपाई फाइनल भर्डिक्ट चाहिँ के छ भन्दाखेरि कसको लागि बेस्ट भन्दाखेरि रिटायर अर कन्जर्भेटिभ इन्भेस्टर सिकिङ फिक्स इन्कम। म त चाहिँ एग्रेसिभली नै पैसा त्यहाँभन्दा डबल टिबल नै कमाउन चाहन्छु भने म 7.5% मा म रोक्दिन। त्यो आइडियल सर्ट टर्म इन्भेस्टरको लागि छ जो भन्छ म एक विकमै नै 7% 10% कमाउँछु भन्छ, त्यसको लागि चाहिँ यो आइडियल छैन। अब तपाईको अल्टरनेटिभ चाहिँ हो यो चाहिँ फिक्स्ड डिपोजिट
सो तपाईहरु यसलाई पनि अध्ययन गर्नुस्, तल तल जानुस्, आफ्नो पनि एउटा रिसर्च गर्नुस् चाहिँ भर्ने त भन्ने हो। इन सर्टमा त्यो क्रेस्टको भर्ने को चाहिँ तपाईहरु आफ्नो पोजिसन हेरेर चाहिँ भन्नुस्। तपाईसँग 5 लाख परेको छ, 10 लाख परेको छ, हाल्नुस्। त्यही पनि तपाई चाहिँ एग्रेसिभली त्यहाँभन्दा धेरै कमाउन सकिरहनु भएको छैन। ल म त शेयर मार्केटमा त्यति इन्ट्रेस्ट पनि छैन, मलाई आउँदा पनि आउँदैन, मलाई 7% इज बेटर, त म आफ्नो काममा बिजी पनि हुन्छु, 10 लाख रुपियाँ आइपी किन्नुस्। ठिक छ हैन? हो, यस्तो मान्छेको लागि यो तल र माथिको यो ठिक छ। बिचको चाहिँ हामी जस्तो नर्मल टक्क 1000 रुपियाँ लाउने, 10,000 कमाउने, 15,000 कमाउने, त्यस्तोको लागि हो। यानि कि स्टार्टर बेसिक हामी चाहिँ भर्खर भर्खर चाहिँ आइरहेको मान्छेहरूलाई, हामीसँग स्टुडेन्ट हो, हामी चाहिँ अहिले नन वर्किङ हो भने उहाँहरूको लागि यो चाहिँ क्रेस्टको चाहिँ भर्ने आइपी जो छ 10 किस्ता त्यो भर्नुस्। मेरो सजेसन त्यो हो। हस् त, नमस्ते, धन्यवाद। भिडियो लाइक भइहाल्यो, मन परिहाल्यो भने लाइक गर्ने, सब्सक्राइब गर्ने। यस्तै कुरामा केही कन्फ्युजन भयो भने ल दाइ मेसेज गर्ने, व्हाट्सएप छ, त्यहाँ फेसबुक छ। ल, धन्यवाद। भिडियो हेरिदिनुस्, लाइक गरिदिनुस्।